हेलो एभ्रिवान, यो चाहिँ हाम्रो 10-12 दिन अगाडिको भिडियो हो। हामी चाहिँ काठमाडौँ हुँदै घर जाने क्रमको भिडियो हो। अब हामी चाहिँ फर्स्ट टाइम अब हेटौडा हुँदै बाइकमा सिन्धुलीको लागि चाहिँ हिँडेको थियौँ। हामी चाहिँ अब बाइकमा त आउने जाने त भइरहेको थियो, काठमाडौँ घर हुँदै आउँदै गरेको थियो। तर काठमाडौँ हुँदै हामी चाहिँ चापागाउँ हुँदै हेटौडा हुँदै सिन्धुलीसम्म चाहिँ यहाँबाट जानलाई आएको थियौँ। तर बाटोहरू चाहिँ जस बिग्रिरहेको थियो, कति पहिरोहरू झरिरहेको थियो। बर्खाको टाइम हो नि त, पानी परेको भए चाहिँ हामी हिँड्नलाई गाह्रो हुन्थ्यो यो ठाउँ। तर जस पानी चाहिँ परेन, पानीले चाहिँ हामीलाई हेटौडा पुग्ने बेलामा चाहिँ अलिकति भिजायो। कुहिरो लाग्ने कुनै ठाउँमा चिसो, हरियाली, डाँडाहरू, अब भिरहरू त छ, डर चाहिँ लाग्यो। मन चाहिँ चिउ चिसो चाहिँ भयो। डराइ हिँड्यौँ हामी चाहिँ। जस डाँडाहरू यति रमाइलो थियो, पहिरोहरू पनि गइरहेको थियो, ढुङ्गाहरू झरिरहेको थियो। जस ठाउँ थाहा नभएर पनि जस मान्छेलाई सोध्दै हिँड्यौँ हामी। ठुलो ढुङ्गाको ढिक्का देखिने, डर हुने, छेउबाट हिँड्यौँ हेर्नु चाहिँ हामी। अब पहिरो पनि आउँछ कि ढुङ्गाहरूमा झर्छ कि भनेर डराइ हिँड्यौँ हामी चाहिँ। बाटोहरू पनि पुरा बिग्रिरहेको थियो, अनि बिग्रि पनि रहेको थियो, बनाउँदै पनि थियो त्यहाँ। अनि हामी चाहिँ बाटो हेर्दै हिँड्यौँ। अनि हामी अब बगुवा भन्ने ठाउँमा चाहिँ आइपुगेको थियौँ। अनि त्यहाँ एकछिन बसेर हेऱ्यौँ ठाउँहरू, मान्छेलाई सोध्दै हिँड्दै गऱ्यौँ बर्खाको टाइममा। अनि पुल आइपुग्दो रहेछ, तर यो पुल चाहिँ बागमती पुल भन्दो रहेछ यसलाई चाहिँ। तर बागमतीको पानीहरू सबै बग्दै आइरहेको रहेछ, यहाँबाट चाहिँ बग्दो रहेछ बागमतीको पानी। अनि हामी यो लेसो डाँडाबाट चाहिँ हामीलाई चाहिँ यो सुरुङ मार्ग देखिँदो रहेछ। अब हेटौडा हुँदै आउँदाखेरि चाहिँ सुरुङ मार्ग देखिँदो रहेछ देख्न चाहिँ। रमाइलो ठाउँहरू जुम गरी हेरेँ सुरुङ मार्ग चाहिँ मैले चाहिँ। तर पानी पर्ला जस्तो चाहिँ भएको थियो हुन चाहिँ, तर त्यहाँ चाहिँ भेटेन हामीलाई पानीले। जाँदा जस ठाउँहरू बस्दै हिँड्दै ठाउँहरू हेर्दै हिँड्यौँ। अनि हिँड्दै गर्दाखेरि मधेस आइपुग्दाखेरि चाहिँ गर्मी सुरु हुन थालेको थियो। अनि यो हेटौडाको जस बाटोमा चाहिँ एउटा पुल रहेछ, यो पुलमा चाहिँ हामी भिडियो फोटोहरू खिच्यौँ। रमाइलो थियो, बुढाबुढी जस रमाइलो गर्दै आयौँ। फोटोहरू खिचिरहेको थियौँ। ठुलो खोला थियो, तर गहिरो थिएन होला जस्तो लाग्छ, राम्रो ठुलो। अनि हामी चाहिँ सिन्धुली पुग्यौँ। जस गर्मी सिन्धुली पनि जस गर्मी ठाउँ रहेछ सिन्धुली भन्ने ठाउँ चाहिँ नि। थ्याङ्क यू।